चाहिँ हामी एकदम राम्रो वेदर छ। हामी चाहिँ लन्डन ओन्टारियोमा स्प्रिङ ब्याङ्क पार्क जाँदैछौँ। अनि फलको एकदम राम्रो भ्यू थियो। म हिजो फोटोसुटको लागि गएको थिएँ अनि आज बुढीको नि बिदा भएको भएर त हामी दुईजना छोरीलाई लिएर जाँदैछौँ। उता गएपछि देखाउँछु ल कस्तो छ फल। क्यामेरा पनि लिएर आएको छु अनि टु गुड है लास्टमा बाहिर चाहिँ। अनि यहाँ चाहिँ एउटा पुल पनि छ, त्यो पुलमा पनि जानु मिल्छ होइन। अनि यस्तो राम्रो छ पुल। पछाडिको भ्यू चाहिँ त्यो छ, यतापट्टि चाहिँ घाम परेर। साँझ पर्यो, अब चाहिँ गाडीमा गएर चिया खाऊँ है। एकदम चिसो भयो, चिया लिएर आएको छ गाडीमा। अनि बाहिर चाहिँ चिसो हुने भएर गाडीमा बसेर चिया खाने। अनि ओभरअल मजा आयो है, टु गुड होइन। लन्डनमा चाहिँ यहाँ आएपछि लगभग रहर पुग्छ क्या फलको, धेरै टाढा पनि जानु नपर्ने, जग्गा राम्रो लाग्यो। हामी चाहिँ गाडीमा आइसक्यौँ, चिया खाऊँ है त। चिया खाने मिठो बस्न आइरहेको छ त। यहाँ ल्याउ त देखाऊ। ल देखाऊ, म अर्को हाल्छु। अरू खाने धेरै ल गाइज, मिठो चिया पनि खाइयो। अब घर जानुपर्छ, रात पनि परिसक्यो। त्यस्तो छ, अब यहाँबाट 18 मिनटमा घर पुगिन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। अब अर्को भ्लगमा भेट्नुपर्छ।